हेलो गाइज, हामी रामपुर बजारमा छौँ। यो नागा चिप्स, यो नागावाला चिल्लीवाला चिप्स खाँदैछौँ। पिरो चिप्स भनेर गाली गर्नुभयो। हामी रामपुर बजार पिरो अति पिरो खाने मात्रै मामाले गाली गर्नुभयो पिरो भनेर। त्यस गरेर हामीले एउटा लो तिमीले गाइस, नागाले आगा निकाल्दैन। नागाले आगा निकाल्दिएर फ्रुटी जुस किनिदिनु भयो मामाले। नागाले कस्तो गरायो पिरै नपिरो टाउकै चट्का नागा भनेको त्यो बेसरी पिरो हैछ। चिप्स अति पिरो भयो। खाएर छोडेपछि त झन् मेरो त टाउका चढेर यहाँ खुट्टा पनि तातो भएको थियो। हाम्रो सेम जुत्ता खाने हेर कपालका सेम जुत्ता के आने। मैले बिहा गरेपछि मैले पनि बुढाको सेम जुत्ता गराउने है। हामी सेम जुत्ता गराउँलाई। हामी त चड्डी पनि सेम लाउने। सेम कलर म त त्यही राखिदिने भलकमा हेर्नु सबै हेरेर म जति बित्ति जिस्काउनु भयो। हजुरहरूको घर बस्न आउने बेला नुहाइएला नि त नुहाइदिन्छ बुढाबुढीको चड्डी सेम गर्नुपर्छ ल। जाति बित्ती गर मलाई जाति बित्ती गर नि। यति त मैले गर्छु क्या। अहिले त जुत्ताहरू लाउँछौँ, प्यान्ट लाउँछौँ, टी सर्ट लाउँछौँ। टोपी पनि एटलिस्ट सेम बनाउन खोज्छौँ। गरेपछि एक्स्ट्रा लेभलको गर्छु। कपालको सेम छ, सिङ्गलको छुट्टै किनिदिएको त थाहै पाएन। त्यही त यस्तो गर्छन् मलाई थाहै थिएन भाइ। हामीले अरूको खान्न साटो खामै ल मैले खाने यसमा धेरै छ धेरै यो चिसो खाके खान्न मैले त नखाइदिनु। यस्तो मलाई कम पीडा परे यहाँ भएन भने फ्रुटी जुस पनि मिसाइदेऊ क्या। चिसो भयो त यो त थोरै मिसाइदिएको मिठो हुन्छ होइन। सिङ्गललाई के थाहा छ पिना होइन। यस्तै के काट्दैछौ तिमी कति राम्री छौ। यस्तो भइरहन्छ गाई। झन् त यस्तै हो। किन देखाउने हो र फ्रेममा। भ्यायो यो बाँडेर खान्छ। बाई गाइस, यस्तै छ मेरो पीडा बुझिदिनु होला।